रागो काय रे आपण मौराते भूत आज वाटी ना किती आम्हाला युरा के भूत यहाँ झूला खेल्दा खेल्दै लडेर मर्यो अब यो झुलामा जु आउँछ त्यसलाई मार्ने त्यसले कसम खाइसकेको छ त्यसैले यहाँ नआउनुहोस् होला आयो भने मरेर जानु होला बहुत खेल्नु मन लाग्यो यार मसला नि कति भयो अब उड्छ त यो राके भूतले झन्डै मिसनको साथो लगेको अझै लक्ष्मी म झन्डै मारे राकेको छोरो यो मिसन माथि लाखेको गाउँबाट भागेर फेरि कमलेको गाउँमा छिरे तर यिनलाई के थाहा यो कमलेको गाउँ हो भन्ने जाऊ हेरौ त तिनको लक्षण झन्डै मारेन यार त्यो भूतले त बहुत डेन्जर रहेछ यार त्यो त बाँच्नु पर्यो त्योदेखि त तर यो मान्छेलाई के थाहा तिनी दुईटा दाइ भाइ हुन् यो कमलेको रुखमा पनि त्यसको साया छ कमलेको निक्लिने बेला पनि भइसकेको छ एउटा चारो भेट्यो नि त चारो त भेट्यो मलाई के गर्ने रहेछ दाइ एउटा कुरा मलाई भन्न त म यहाँ आइरहेको छु मै माथि हेर्नु दाइ म यहाँ तल छु माथि कहाँ हेरिरहनु भएको छ सुन भाइ यहाँ कुरा नगरे यहाँ एउटा चारो छ बरु उतातिर गएर कुरा गर छु दाइ भाइहरू गए गफ गर्न जाऊ सुनौ तिनीहरूको गफ के भयो भाइ भन् दाइ त्यो मान्छेले त मलाई देखिसक्यो अब त्यसलाई काम खतम गर्नै पर्यो त्यही हरियो ज्याकेट लगाएको मान्छे त्यो त आज मर्यो मेरो चार ल कमलेले फेरि मार्ने भयो कमलेले मार्ने भयो त्यो हरियो खुट लगाएको मान्छेलाई आमै नि जाऊ हेर्न अब दाइ ल अब म जान्छु त्यो मान्छेको काम गरिदिनुहोस् त्यही खाते खुट लगाएको त होला हो दाइ त्यही हो अब त यो मर्ने नै भयो तु गरे दाइ म त गएँ है छु अब यसको काम त म अब यो मर्यो साथी के छ ठिकै छ यार यसै ह्यान्डल गरिदिनु मैले तपाईँलाई त देखिनँ नि त अन्त जल्दी चला अरे चस्मा कसरी आयो दाइ तपाईँ जादु गर्नु सक्यो के हो यो समयको खेल तपाईँलाई त देखेँ जस्तो लाग्यो नि दाइ है अब तिमीले मलाई सधैँ सम्झिन्छौ कसरी दाइ यसरी हुट खै त ए दाइ खै हुट अब त हुट मात्र होइन त पनि जान्छस् तिमीलाई मेरो भाइलाई सता थियो अब त्यो मर्यो छ्यास्यो मुला मारिहाल्यो नि कमलेले अब मिसनको भाइस आउँदैछ मिसन दाइ कहाँ जानुभयो मिसन दाइ एकछिन बस्न पर्यो समयको खेल हो यो भाइलाई त भाइले मार्यो भाइलाई स्योर भाइले मार्थ्यो यहाँ उताको मान्छे कहाँ
केही होला जस्तो छ योसँग। भाइ त यसै क्रममा भूतहरूले मान्छेलाई मारिरहे। त्यसैले त्यो लासे ठाउँमा र कमलले ठाउँमा मान्छे आउने रहेछन्। धन्यवाद। ल गाउँले पनि मर्यो।